गुड आफ्टरनुन साथीहरू हजुरहरू कस्तो हुनुहुन्छ र आज मलाई मेरो फर्स्ट कमिसन वर्क आएको छ र यो वर्क चाहिँ मलाई हिजो राति आएको थियो तर अब म ड्र गर्नेवाला छु। त चलो अब स्टार्ट गरौँ ड्रइङ। यो ड्रइङको मैले कति चार्ज गर्नेवाला छु जान्न छ भने भिडियो एन्ड तक हेर्नुहोस्। यहाँ देख्न सक्नुहुन्छ यो फोटो चाहिँ म ड्र गर्नेवाला छु। यो मेरो फर्स्ट कमिसन वर्क पनि कति राम्रो गयो कि उनले मलाई पहिले पेमेन्ट गर्दै सकेका थिए र यस्तो पैसाको त यस्तो झन्झट त भएन र अब ड्रइङ स्टार्ट गरौँ होला। ग्रेड चाहिँ कम्प्लिट भयो। अब म आउटलाइन ड्र गर्नेवाला छु। सो साथीहरू यहाँ देख्न सक्नुहुन्छ आउटलाइन त कम्प्लिट भयो र म एउटा आँखामा पनि सेडिङ स्टार्ट गरिसकेँ। अब पुरा फेसमा गरौँ त। सो साथीहरू फाइनली यति चाहिँ कम्प्लिट भइसकेको छ र अब म ब्लेन्डिङ चाहिँ यो आइटमले गर्नेवाला छु। यसलाई के भन्छ थाहा चाहिँ भएन तर मेकअपकै आइटम होला। मलाई चाहिँ एउटा मेकअप ब्रस चाहिएको थियो र म अगाडिको घरमा गएर सोधेको त आन्टीले चाहिँ भन्नुभयो मेकअप ब्रस त छैन तर मसित यो मेकअपको आइटम छ। मैले युट्युबमा पनि देखेको छु यसले स्मुथ ब्लेन्डिङ हुन्छ र अब फर्स्ट टाइम ट्राई गरेर हेरौँ कस्तो होला। हजुरहरूले पनि देख्नुभयो होला यसले स्मुथ नै ब्लेन्ड हुन्छ। अब गफ चाहिँ धेरै हानिसकेँ मलाई। अब चाहिँ ड्रइङतिर पनि यसो ध्यान दिनेवाला छु अब। अनि मैले यो क्लाइन्टसँग चाहिँ 1 हप्ताको समय मागेको छु। अब राम्रोसित ड्र गर्न पाइन्छ। फेस र यो कपाल चाहिँ कम्प्लिट भइसकेको छ। अब म सोचिराखेको छु यता निचेको एरिया पनि सिधा ड्र गरौँ अनि यो हातलाई चाहिँ म लास्टमा ड्र गर्नेवाला छु। अब चाहिँ म यो सर्ट ड्र गर्नेवाला छु। सो साथीहरू देख्न सक्नुहुन्छ मैले यताको सर्टको आधी चाहिँ हिस्सा चाहिँ म भ्याइसकेको छु र अहिले चाहिँ यहाँ स्मुथ बनाएकै छैन। पहिला म सोचिराखेको छु पुरा सर्टलाई कम्प्लिट गरेर सिधा स्मुथ बनाऊँ। ल्याउ न त अब फेरि कन्टिन्यू गरौँ। फाइनली साथीहरू सर्ट चाहिँ कम्प्लिट भइसकेको छ। अब फेरि कन्टिन्यू गरौँ। र साथीहरू यति चाहिँ कम्प्लिट भइसकेको छ र मैले ग्रेड पनि मेटाइसकेँ। अब यो चाहिँ बेसिक चिज मात्रै कम्प्लिट भएको छ र अब चाहिँ म फाइनल डिटेलिङ गर्नेवाला छु। फाइनली साथीहरू स्केच रेडी भयो। अब इन्जोय द सिनेमेटिक शट्स। र क्लाइन्टलाई अब सेन्ड गरौँ त। मस्त बढिया थ्याङ्क यू सो मच। हजुरहरूले सुनिलिनुभयो होला क्लाइन्टलाई यो स्केच बहुत राम्रो लाग्यो र मैले यो स्केचको
200 रुपिस चार्ज गरेँ। आजको भिडियोमा यति नै, भेटौँला अर्को भिडियोमा, बाई बाई।